देखो ना हम देखो ना गाइस, देखो ना हम भी कहाँ पे कहाँ जा गएको रहे हैं? भन्दैन हम नक्सल बाजार जा रहे हैं लुगा खरीदने के लिए। अहिले कहाँ छस् त? अहिले म आन्टी घर को आन्टी? यो मोटी आन्टी? खै भन् न, हामी कहाँ गएको? मलाई त यस्तो बेलामा त मेरो त बोली फुस्किँदैन पो त। जो भिडियो बनाउँछ नि बोली नै फुस्किँदैन, बोली नै फुट्दैन। तेरो कन्टो यो गाईले त हान्छ नि। झन्डै गोबर कोल्ची न हौ। धत् तेरिका। त्यो पर त्यो लिम्बुनी आन्टीले घर लिपेको घरको अगाडि चाहिँ यति कुकुरले छेरिदिइरह होइन। दुईचोटि हिँडिसक्यो त्यो बाटो पुर्देऊ न भन्छु कि छैन, जस्ताको त्यस्तै उसकै नानी खेलिरहेको हुन्छ, छक्कै पर्ने। ल हामीलाई त इभनको लुगा भइहाल्यो, आन्टी छोराको लुगा आन्टीलाई भइहाल्यो। कसले लुगा बोकेर आउँछ? तेरो लुगा लायो भने दुईजना चाहिन्छ। बोल न है, लाटा जस्तो बोल। यो व्हाट्स अप गाइस, वेलकम ब्याक अनदर न्यू भिडियो। आज चाहिँ हामी जाँदैछौँ लुगा किन्नलाई होइन। यसो भने त एउटाले एउटा त्यो एउटा यत्रो पुड्के खुचेर अहिले चाहिँ नयाँ आइपुगेको छु। त्यो अनि तपाईँहरू सन्चै हुनुहुन्छ होला होइन? त्यो वहीँ आएँ। त्यसले खानेकुराको नि भिडियो बनाउँछ होइन? त्यो चटपटेको बनाउँछ कि त्यो यत्रो त उयोसम्म त। पछि सुरुमा त कफी खान सिकाउँदै थियो अनि मैले यसो भनेर कमेन्ट गरेको थिएँ क्या, हामी त कफीको मिसिनमै बसेर कफी दिनरात बनाउँदा उसले हाम्रो कफी बनाउनु सिकाएको हुन्थ्यो। भरे बिचरा सानो रहेछ क्या ऊ, त्यो मतलब भनेको नि विकलाङ हुन्छ नि हो, त्यसरी नि माया लाग्यो क्या। पछि दुईजना भ्लगर छ, अर्को भ्लगर कता गयो टाउकै देखिँदैन। ओ भ्लगर उसको चाहिँ पुरा फिनिसिङ हुन्छ है, चिल्लो चाप्लो पलिस लगाएर। पलिस त पलिस लाग्यो नि, तेरो पलिस कसले सुन्छ अनि त्यसो पलिस लाग्यो। तर मान्छेलाई चाहिँ आर्टिफिसियल भनेको एकछिन आँखाको रौनक मात्रै हो कि। हो